आज चाहिँ शनिबारको दिन र आज शनि पूजा यहाँ हाम्रो गाउँमा हुँदैछ है। र तपाईँहरूलाई चाहिँ म हाम्रो गाउँको त्यो शनि महाराजको पूजा गरेको ठाउँमा लाँदैछु। र त्यहाँनिर आजको यो हाम्रो गुड इभिनिङमा चाहिँ के छ भने सानो मैले उयो तपाईँको के भन्छ यसलाई ब्लग स्टाइलमा बनाइरहेको छु। आशा राख्छु तपाईँहरूले हेरिदिनुहुन्छ होला पुरै भनेर। र आउनुहोस् म तपाईँहरूलाई यो हाम्रो गाउँको शनि मन्दिर पनि देखाउने छु। र यहाँनिर पूजा गर्नुहुँदैछ हाम्रो दाजुले, गाउँकै दाजुले। र उहाँ चाहिँ एकदमै शनि महाराजको ठुलो भक्त हुनुहुन्छ र एभ्री साल उहाँले यहाँनिर भव्य पूजा गर्नुहुन्छ। र म चाहिँ अहिले दागापुरमा छु है, दागापुरमै बस्छु। र यो दागापुर यहाँ मेरो पछि देख्नु भएको चाहिँ यो मेन रोड, हाम्रो दार्जिलिङ जाने मेन रोड है, नेसनल हाइवे NH है। र यहीँनिर चाहिँ हाम्रो शनि पूजा हुँदैछ भव्य रूपमा। यहाँ चाहिँ प्रसाद बनिँदैछ है, पूजामा आउने सबैजनालाई, पूजा गर्नेहरूलाई गर्नको निम्ति चाहिँ यहाँ प्रसाद बनाउँदैछ। एकदम ठुलो कराईमा चाहिँ प्रसाद यहाँ बनिँदैछ है। प्रसाद अहिले बनिसकेपछि चाहिँ बेलुका सबलाई यहाँ खिलाउँछ, आउने जाने बाटोमा हिँड्नेदेखि लिएर सबैलाई। र यो प्रसाद चाहिँ मजाले बनिँदैछ, मजाले यहाँ चलाउनुहुँदैछ। गुड नाइट गाइस त भन्नु मिलेन होला है, किनभने यो अघिकै ब्लग कन्टिन्यू हुँदैछ मेरो। अघि चाहिँ साह्रै गर्मी भएर दिनको चाहिँ मैले त्यति फुटेज लिइनँ, किनभने त्यहाँनिर अरेन्जमेन्ट मात्रै हुँदै थियो है। र अहिले चाहिँ अब यो नाइट पनि भइसकिसक्यो, इभिनिङ टाइम है। र अहिले चाहिँ म तपाईँहरूलाई देखाउने छु यो हाम्रो अघिको शनि पूजाको डेकोरेसन कस्तो भएछ र के हुँदैछ पूजामा है। जुर्नुहोस् है त, यहाँ चाहिँ हाम्रो मेन मन्दिर है। यहाँनिर चाहिँ एकदम पूजा हुँदैछ भित्र। देखाएको थिएँ तपाईँहरूलाई, प्रसाद पनि अब वितरण हुन थाल्यो यहाँनिर। हाम्रो यहाँ पूजामा मेन प्रसाद बनाइदिने मानव बाउ चाहिँ उहाँ हुनुहुन्छ है। उहाँकै हातबाट चाहिँ प्रसाद हाम्रो बनिएको हो। यहाँनिर वितरण पनि हुँदैछ प्रसाद है। भाइ लाइन यता रहेछ, लाइन यता। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ भक्तजनहरूको है, यहाँनिर एकदम भिडभाड भइरहेको छ प्रसाद ग्रहण गर्नुको लागि। यहाँनिर चाहिँ प्रसाद वितरण हुँदैछ एकदम। भक्तजनहरूको चाहिँ यहाँनिर भिडभाड छ। प्रसाद कैसा है? प्रसाद अच्छा है। अच्छा है भाई, प्रसाद कैसा है बोलो? अच्छा है। हाँ अच्छा लगा। क्या खा रहे हो? खिचड़ी और सब्जी खा रहे हो। टेस्ट बढ़िया है? ठीक। हाँ बोलो बोलो बोलो, क्या बोल रहे हो? इसमें बोलो, क्या बोल रहे हो?
मैं भुला गया बोल न दीदी बोला यो के हुँदैछ शनि पूजाको प्रसाद ग्रहण गर्नुभएको एकदम डल्ले खोर्सानीसँग साइडमा साथी कस्तो रहेछ प्रसाद चाहिँ दामी छ है प्रसाद प्रसाद कस्तो छ हेलो ब्रो ट्राई गरेन प्रसाद चाखेन टेस्ट गरेन खाने एकछिनमा ल आजको लागि चाहिँ यति नै थियो है र अर्को फेरि नेक्स्ट ब्लगमा तपाईँहरूसँग भेट्नेछु